गरे के हुँदैन भन्ने भनाइ मात्र होइन, हामीले तपाईँहरूको सामुन्ने भिडियो नै प्रस्तुत गरेका छौँ। हाम्रो यस्तै यस्तै भिडियोहरू हेर्नको लागि ईश्वर ब्रोडकास्ट युट्युब च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। अनि हाम्रो युट्युब च्यानल सब्सक्राइब गरिसकेपछि फेसबुकमा पनि फलो गर्न नबिर्सनुहोला, साथी बन्न नबिर्सनुहोला। हाम्रो टिकटकमा पनि साथी बन्न नबिर्सनुहोला। हामीले आज देखाइरहेका छौँ यो दृश्य मूल पानीबाट अलिकति पर चागुनायटको मन्दिर मुनिको दृश्य हो। तर एउटा दुःखको कुरा के छ भने जसरी दुःख कष्ट गरेर कृषकले आफ्नो मेहनत गरेको छ, तर मेहनतको फल भने मूल्य भने पाउन सकेको छैन। हामीले स्थानीयसँग कुरा गर्दाखेरि उहाँहरूलाई स्थानीयलाई एउटा मुठा सागको मूल्य जम्मा 5-10 रुपियाँ दिएको बताएका छन् र हामीले पसलमा गएर किन्नु पर्ने हुँदा कति रुपियाँमा किन्नु पर्छ त तपाईँहरूले आफैले अनुभव गर्नुभएकै छ। बाहिर पसलमा किन्नु पर्दा 40-50 रुपियाँ लिन्छ, कतै त 60-70 लेख्छन् एउटा मुठाको सागको मूल्य। तर किसानले भने जम्मा 10 रुपियाँ 5 रुपियाँ। अनि कसरी कृषि प्रधान देश भनेर भन्न सकिन्छ हाम्रो देशलाई? गरेदेखि नेपालको माटोमा सुन फल्छ, तर फलाएर मात्रै के गर्नु? कृषकले शीर्ष मूल्य पाउन सक्दैन। कृषकले मेहनतको फल, मेहनतको मूल्य, बजार व्यवस्थापन पाउन सक्दैन। तपाईँहरूलाई देखाइरहेका छौँ कति दुःख कष्ट, कति मेहनत गरेर साग सब्जी अनि बकुल्ला विभिन्न सागसब्जीहरू तरकारी बालीहरू लगाएर भरिपूर्ण बनाएका छन्। तर स्थानीयको गुनासो अनुसार चाहिँ बजार व्यवस्थापन गर्न अलिकति गाह्रो अनि लिन आउने, तर एकदमै सस्तो मूल्यमा 5-10 रुपियाँ मुठामा बिक्ने, 5-10 रुपियाँ मुठाको मूल्य 5-10 रुपियाँ भन्दा नदिने भन्ने गुनासो सुनियो। यो बिचमा बिचौलियाले चाहिँ अति नै बिचौलियाले कृषकलाई मारिरहेको छ। यो प्रति सरकारको एकदमै ध्यान जाओस् भन्न चाहन्छु म। एकदमै बजार व्यवस्थापन दुःख गरे अनुसारको मूल्य पाओस् कृषकले, यही भन्न चाहन्छु म चाहिँ। सरकारप्रति यही भन्न चाहन्छु, सरकारको ध्यान जाओस् भन्न चाहन्छु। तपाईँहरूको पनि के छ गुनासो? तपाईँहरूको सल्लाह सुझाव के छ? हाम्रो कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ अनि मेसेज बक्समा मेसेज पनि गर्न सक्नुहुन्छ। हामीलाई मेल पनि गर्न सक्नुहुन्छ भन्दै आजको यस भिडियो तपाईँहरूको सामुन्ने राखेको छु। फेरि पार्ट लिएर आउने बाचा गर्दछु। धन्यवाद।